आमामामा के हो यो? यहाँबाट मान्छे खस्यो। आमामामा यस्तो खतरा खायो है बाजी डरै लाग्ने। खतरै बनाएको है, यस्तो भिड छ यहाँ। आज हामी कहाँ जाँदैछौँ? आज चाहिँ हामी ढिकी डाँडातिर जाँदैछौँ। हामी चाहिँ अहिले पोखरा यो इन्टरनेसनल एयरपोर्टको पछाडितिरबाट जाँदैछौँ। अहिले आजको दिन चाहिँ एकदमै सनी रहेको छ, घामै घाम छ, चर्को घाम लागेको छ होइन। हिजो अस्ति त डेन्जर पानी परेको थियो, आज त एकदमै घमाइलो दिन रहेको छ, रमाइलो दिन रहेको छ। अब चाहिँ हामी यहाँबाट महेन्द्र पुल निस्किँदै अनि फेरि हामी ढिकी डाँडातर्फ जानेछौँ। अहिले चाहिँ हामी यो महेन्द्र पुलको बजार कटेर माथि पालिके चोकतिर जाँदैछौँ। अनि यहाँ चाहिँ चोक आउँछ, तिनतिर जाने बाटो आउँछ। हामी चाहिँ बगरतिर जाने बाटो समातेर हामी जान्छौँ। अनि यो चाहिँ पिएन क्याम्पस अनि बगरतिर जाने बाटो हो। अनि पिएन क्याम्पस कटेपछि फेरि अर्को एउटा त्यस्तै चोक आउँछ, तिनतिर जाने। हामी दायाँतिर पनि जाँदैनौँ, बायाँतिर पनि जाँदैनौँ, हामी सिधा बिचको बाटो समातेर फेरि जान्छौँ होइन। त्यो तलतिर गयो भने हाउजिङ जान्छ होइन। अनि लामो चोक कटेपछि हामी यो ढिकी डाँडाको उकालोतिर आएका छौँ। यहाँबाट उकालो सुरु हुन्छ अनि यो बजारहरू पनि देख्न सक्छ, तर अलिकति रुखले ढाकेको छ। माथिबाट छलङ्गै हामी देखिन्छ त्यो भ्यू होइन। यता रिस्ता इभीको अब टेस्ट पनि हुन्छ भनेर हामी आएका छौँ। अनि राम्रै तानिरहेको छ यो इलेक्ट्रिक स्कुटर भए पनि, फेरि उक्लिरहेको छ। त्यस्तो पावर ल्याग त केही पनि भएको छैन अहिलेसम्म। यहाँको भ्यू त एकदमै राम्रो लाग्यो कि होइन। वरिपरि जङ्गल, एउटा घर पनि छैन। यो बाटो फेरि कस्तो भने जति माथि गयो त्यति दामी के। तल चाहिँ अलिकति धेरै घरहरू पनि छ अनि क्राउडी, तर माथि त घर पनि हुँदैन, मान्छेहरू पनि धेरै हुँदैन है। एकदमै म एक्लै हिँडेछु जस्तो हुने कि, एक्लै जङ्गलको बाटोमा हिँडे जस्तो त्यस्तो फिल हुने कि। राति त भूत आउँछ होला है यतातिर, डरै लाग्ने ठाउँ छ। भूत आउँदा नि फेरि बाघ भालु पनि आउन सक्छ है। ठिक छ, रमाइलो छ। तर यो इभीले चाहिँ माथि माथि गएपछि चाहिँ अलिकति पावर ल्याग भएको हो कि जस्तो चाहिँ फिल मलाई भयो होइन। मोटर तात्तिर होला सायद। यो उकालो नि फेरि ठाडै उकालो छ नि त। अब चाहिँ हामी यहाँ थियौँ, एकछिन रेस्ट दिएर हामी यसो भ्यू हेर्नेछौँ। यहाँबाट हेर्ने एउटा भ्यू पोइन्ट रहेछ। हामी हल्का फुल्का फोटोसोटो खिच्छौँ। स्कुटरलाई नि हल्का रेस्ट दिन्छु, तान्न छोडेको छ। हामी जानुपर्ने त त्यहाँको डाँडा हो होइन। यहाँबाट सानो देखिन्छ, यो बाटो भएर हामी जान्छौँ। हामी चाहिँ यसो फोटोसोटो खिचौँ भनेर आएको। त्यो पनि फोटो खिच्ने स्पोट रहेछ होइन। यहाँ हेर्नु न, दामी छ नि बाटो। यो फेरि तर गाउँतिर जाने बाटो रहेछ। दाइहरूले घाँस काट्दैछ फेरि टक्क लाएर। हामी यतातिर डुल्छौँ होइन। यहाँ एउटा पार्क जस्तो पनि रहेछ, जङ्गलै जङ्गल।
तलको चाहिँ त्यो हेम्जा बजार होला होइन। हामी चाहिँ यो बाटो भएर जान्छौँ। यहाँ एउटा मन्दिर पनि रहेछ। माथि चाहिँ एउटा भ्यू टावर रहेछ। सायद यहाँ बसेर पोखरा भ्यालीलाई हेर्ने होला। तर यहाँ चाहिँ चाबी लाएर रहेछ के, जान नपाउनु रहेछ। चाबी चाहिँ कहाँ छ थाहा छैन। पुरानो घर पनि रहेछ, बिचमा मन्दिर रहेछ। यो चाहिँ बागलुङ हाइवे पनि रहेको छ। यहाँबाट बागलुङ जाने बाटो वहाँ पर। अनि गाडीहरू पनि हिँडेको देखेपछि सानो कमिला जस्तो, घरहरू पनि कमिला जस्तो, मान्छेहरू त अझै देखेकै छैन। सानो बसहरू त सानो खेलाउन गाडी जस्तो देखियो होइन माथिबाट। अनि शरणपुरको डाँडा, यामजी पुल, हामी यहाँको त्यो बाटो हो। यहाँबाट पनि देख्न सकिन्छ अलिअलि। र यो घाम भएको बेला घामै घाम खाएर डकारेर फेरि पनि हामी यो पार्कतिरबाट फेरि पनि हामी ढिकीडाँडातर्फ जाँदैछौँ। स्कुटर त्यहाँ पार्क गरेको रहेछ। यहाँबाट सिलिलै हामी ढिकीडाँडा जानेछौँ। ढिकीडाँडाबाट फेरि पनि भ्यू हेर्ने छ। योभन्दा अझै माथि छ, झन् धेरै राम्रो भ्यू आउँछ। यहाँ त यस्तो राम्रो छ भने माथि झन् कस्तो होला है। अझै एक्साइटेड फिलमा होइन। अनि जाँदैछौँ दुईजना भएर। अब चाहिँ हामी नजिक आएका छौँ। हामी पछाडिबाट यस्तो घुमेर आउनुपर्ने रहेछ कि होइन। यहाँ अलिकति कच्ची बाटो रहेछ। त्यहाँ हामी जानुपर्ने। त्यहाँ एउटा रिजोर्ट रहेछ, दामी भ्यू के फेरि यता वरिपरि। हामी यो रिजोर्टभित्र आयौँ। त्यहाँ पिङ खेल्ने ठाउँहरू रहेछ, खाजा खाने ठाउँ रहेछ, बस्ने ठाउँ रहेछ। ग्रुपमा नै आउन सक्नुहुन्छ। अझै भ्यू चाहिँ यहाँ छ के, यहाँ पिङ खेल्ने ठाउँ छ। अनि त्यहाँ तिमी राम्रो भ्यू छ। हिँडेर आउने बाटो पनि छ यहाँ। यो बाटो आयो भने हामी हिँडेर नै आउन सकिन्छ। राम्रो छ यहाँ भ्यू। ल हेर्नुहोस् त, दिस इज द भ्यू के है। यस्तो राम्रो खस्ला जस्तो के सिधै यस्तो खतरा के है। बाजी डरै लाग्ने।
खदरै बनाएको है यस्तो भिड छ यहाँ त्यो भिडमा ठाडै बनाखा त्यो चौतार हेर नि त हामी हो त्यहाँ थियौँ कहाँ बिचमा के एउटा चौतार पदमार्ग होला कि त्यो हिँड्ने बाटो होला अनि त्यो थके मार्ने चौतार होला कि त्यहाँ थियौँ त्यहाँ थियौँ दामी हावा आउने यार यहाँ त यस्तो कुन डाँडा रहेछ है त्यो एउटा घर पनि छैन रुख पनि छैन ऊ त्यहाँको डाँडा